पैसा नदिने कुरा होइन, पैसा त आउँछ त्यो छुट्टै कुरा, तर व्यवस्थापन चाहिँ गर्न सकेनन् कि यो चाहिँ व्यवस्थापन किन गर्न सकेनन् भने चाहिँ यहाँको समितिले गर्न नसकेको कि नगरपालिका गर्न नसकेको यो यसको व्यवस्थापन। यसरी चाहिँ आगो बाल्दा त यो वातावरण पनि प्रदूषण हुन्छ नि त होइन र? यो त जहाँ पनि चाहिँ समस्या देखिन्छ, यहाँ नभएर कहीँ पनि त होइन त्यो। अनि तपाईँले भनिदिनु यसको विषयमा केही कुराहरू के भन्दैन पर भन्नुहोस्। यसरी चाहिँ यो त जहाँ पनि तपाईँको नगरपालिकाले डस्टबिन डम्पिङ गरे पनि त आगै त लाग्छ गरेर, आगो त लगाउन नमिल्ने हो क्या अरे? खै यो जहाँ पनि अहिले सन्धिखरको नगरपालिकाले तपाईँको आगै लाउँछ गरेर हो। ल हेर्नुहोस्, अब चाहिँ नेपालको सरकारको कमजोरी यो चाहिँ होइन, यो नेपालको सरकारको कमजोरी। आगो लगाएर यो वातावरण प्रदूषण गर्न चाहिँ नमिल्ने हो खास चाहिँ, यो वातावरण प्रदूषण चाहिँ हुने हो यो प्लास्टिक बालेर यसरी चाहिँ होइन। अब यो चाहिँ पूजापाठ गर्न आउने मान्छेहरूले चाहिँ यसरी चाहिँ लिएर आएर चाहिँ फोहोरहरू पनि यसरी गरिदिएको छन् होइन। अब यहाँको पैसा तिरेको छन् होइन, 300 अबदेखि लिएर कति सन तिर अनि त्यसो बोका काटेको 700 लिउँदो रहेछ होइन। त्यो छ अवस्था। अनि त्यस्तो अवस्थामा अब यहाँको समितिले चाहिँ पैसा मात्रै लिएर अब चाहिँ गर्न खोजेको के हो? यसरी चाहिँ बालेर चाहिँ आगो बालेर चाहिँ यसरी चाहिँ यो चाहिँ राम्रो कुरा चाहिँ होइन है। यो चाहिँ होइन, यो चाहिँ फोहोर व्यवस्थापन गर्न नसकेको यो चाहिँ बुङ्गुरले होला कम खाने होला होइन। यो तरिका छ। यस्तो छ अवस्था के भन्नु। अब पूजा गर्न आएको होइन, यहाँ प्रदूषण फैलाउन आएको कि मान्छेहरूले खास भने यो प्रदूषण फैलाएको कि पूजा गरेको अर्थ छैन कि। यो बलि प्रदान यो भन्ने यो कुराहरू चाहिँ रोक्नुपर्छ है, यो चाहिँ मजाले रोक्नुपर्छ।